पनि यो मनमा छौ तिमी। ओइ नानी के छ तेरो हाल खबर, त सन्चै छस् होला मलाई बाल नगर। मैले दिएको पीडाहरू नराख तेरो मनमा, मलाई बिर्सिदे अब आफूलाई खुसी बना। खासमा भन्नु पर्दा त साँचो थिस, लाग्यो तँलाई खाँदै नखाएको बिस। मोज गरे होला कम्तीमा 1 वर्ष, मायाको साटो चाहन्थे तँलाई सेक्स गर्न। भन्थिस मेरो इच्छा विपरीत नगर बस्ती, त मान्दैन थिस तर गर्थे जबरजस्ती। त रुन्थिस कराउँथिस जाथिस तैले आँसु, तर मलाई त बाल मोज मस्ती मैले पाछु। बिर्सिन्थे अरू बेला सम्झिन्थे सेक्स नाइदा, मायाको नाटक गरेर उठाए तेरो फाइदा। थाहा थियो जे गर्दैछु त्यो हो गलत काम, माया गर्नु पर्ने तर मैले गरे बलात्कार। धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी। मलाई तँ देखेर लास्ट बोर हुन्थ्यो, जसरी भए पनि तँलाई छोड्नु थियो। अनि मेरो मनले तँलाई सम्झिन कम गर्दियो, किनकि मलाई अर्कै केटी मन पर्थ्यो। त्यो केटीले पनि मलाई मन पराउँथ्यो, तेरो होइन मात्र त्यो केटीको सम्झना आउँथ्यो। तैले फोन गर्दा तेरो फोन काटिन्थे, बरु तेरो नम्बर अरू केटाहरूलाई बाँडिदिन्थे। पट्या मोझान गफ गर भनी लोड सताउँथे होला है तँलाई ब्लफ कल गरी। म चाहिँ यता अर्को केटीसँग मक्ख परी घुम्न जान्थे बसन्तपुर चटक्क परी। म सक्क मस्किँदै त्यो केटीसँग डेटमा, थाहा थियो मलाई त चाहन्थिस मसँग भेट्न। भन्या थिस धेरै कुरा गर्नु छ, हेर समीर म पागल खान्छु बाँच्छु कि मर्नु म। जासुकै जा त जेसुकै गर, बाँच्न मन लागे बाँच नत्र झुन्डेर मर। तर यति कुरा भन्दैछु नगर धेरै किचकिच, मर्न मन लाग्यो तँलाई जा त्यसो भए बिस बिस। कति रोए म तिम्रो लागि, कति कराए तिम्रो लागि, तर बुझेनौ। धोकाको खेती गर्ने रहेछौ, दिनदिनै मोटो साट्ने रहेछौ, तर भनेनौ। त्यति साह्रो निस्वार्थी भयो तिमी, अझै पनि यो मनमा छौ तिमी। धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी। तर तैले जस्तो माया कहाँ गर्थ्यो र त्यसले त्यसको सोच रहेछ मेरो भावनासँग खेल्ने त्यस्तै हुन पुग्यो। त्यो केटी मलाई पचेन, झुटो टुना मुना र माया प्रेममा फसे म। आज टाउकोमा हात राख्दै थचक्क बसेर तँलाई सम्झिँदा मेरो आँसु त पक्क खस्या छ। त्यो केटी रहेछ माल, मलाई दिन छोड्यो बाल। थाहा पाएँ मैले त्यो केटीको चरित्र चाल, म खत्तम थिएँ, म थिएँ निकै मूर्ख। तँलाई सम्झिँदा आज मेरो मन निकै दुख्छ। के पाएर मैले तेरो शरीरसँग खेलेर, सम्झिँदै मर्न मन लाग्छ घाँटीमा डोरी बेरेर। धोकेबाज हौ तिमी, 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 धोकेबाज हौ तिमी। तिमी छोरा पो हाँसेकी छु म, तिमी छोरा पो बाँचेकी छु म। तिमी छोरा पो हाँसेको छु म, तिमी छोरा पो बाँचेको छु म। ओइ नानी के छ तेरो हाल खबर, त सन्चै छस् होला मलाई बाल नगर। मैले दिएको पीडाहरू नराख तेरो मनमा, मलाई बिर्सिदे अब आफूलाई खुसी बना। खासमा भन्नु पर्दा त साँचो थिस, लाग्यो तँलाई खाँदै नखाएको बिस। मोज गरे होला कम्तीमा 1 वर्ष, मायाको साटो चाहन्थे तँलाई सेक्स गर्न। भन्थिस मेरो इच्छा विपरीत नगर बस्ती, त मान्दैन थिस तर गर्थे जबरजस्ती। त रुन्थिस कराउँथिस जाथिस तैले आँसु, तर मलाई त बाल मोज मस्ती मैले पाछु। तिमी बिना सास रुक्छ, चाहिँदैन अरू केही, तिम्रो माया पाए पुग्छ, तिम्रो माया पाए पुग्छ। म फसिसके तिम्रो लतमा, अब सक्दिनँ यसरी बस्नु। हुन थाल्यो मुटु ढक ढक, तिम्रो मायामा फसे म लगभग। तिमी बिना फिल गर्छु म फक्ड अप, तिमी बाहेक अरू केटी बकवास लाग्छ। सुनेर नमान्नु
लगाई तिम्रो बाउले नमानेमा फेरि लान सक्छु भगाई तिमी छोरा पो हाँसेकी छु म तिमी छोरा पो बाँचेकी छु म थाहा थियो मलाई बच्चा आन्टिस मसँग भेट्न भन्या थिइस् धेरै कुरा गर्नु छ हेर समीर म पागल थाहा छु बाँच्छु कि मर्नु म जासुकै जा त जेसुकै गर बाँच्न मन लागे बाँच नत्र ढुन्डेर मर तर यति कुरा भन्दैछु नगर धेरै किचकिच गर्न मन लाग्यो तँलाई जा त्यसो भए बिच बिच त्यस्तो नभन समीर म मर्छु तिमी बिना खुसी भई बाँच्न चाहन्छु जिन्दगीमा तर तेरो कुरा बाल म हुन्थे आफ्नै धुनमा व्यस्त हुने गर्थे त्यो केटीसँग घुम्न तर त्यो बारी डाँडा तिमी जान नखोज फेरि म बाटो टाढा सिधै मोहनी लगाउने तिम्रो नसालु आँखा तिमीलाई भेट्न आउँछु म कालो चस्मा लगाएर पहिले जस्तो माया कहाँ गर्थ्यो र त्यसले त्यसको सोच रहेछ मेरो भावनासँग खेल्ने त्यस्तै हुन पुग्यो त्यो केटी मलाई पचेन झुटो मुना मुना र माया प्रेममा फसे म आज टाउकोमा हात राख्दै थचक्क बसेर तँलाई सम्झिँदा मेरो आँसु त पक्क खस्या छ त्यो केटी रहेछ माल मलाई दिन छोडे बाल थाहा पाएँ मैले त्यो केटीको चरित्र चाल म खत्तम थिएँ म थिएँ निकै मूर्ख तँलाई सम्झिँदा आज मेरो मन निकै दुख्छ के पाएर मैले तेरो शरीरसँग खेलेर सम्झिँदै मर्न मन लाग्छ घाँटीमा डोरी बेरेर तिमी छोरा पो हाँसेकी छु म तिमी छोरा पो बाँचेकी छु म तिम्रो नसालु आँखा रेशमी कपाल तिमीलाई घुमाउनलाई लान्छु कान्छी हेटौडा बजार तिम्रो लागि पनि गर्नलाई म जे पनि तयार उनको सुन्दरताको बारेमा खोइ के भन्नु म यार म मान्छे खतम तेरो मायामा झुटो खान्थे कसम म मान्छे खतम जहिले पनि झुटो खान्थे कसम म मान्छे खतम तेरो मायामा झुटो खान्थे कसम म मान्छे खतम जहिले झुटो खान्थे कसम जिनके हाथों में बस सीमेंट की बोरी होती थी आज वही हाथ मोबाइल पर काम करके पैसा कमा रहे हैं। भूकंप ने नौकरी छीन ली पर एक स्किल ने जिंदगी वापस दे दी। कहानी है संजीव की। संजीव कंस्ट्रक्शन साइट पर मजदूरी करता था। 15,000 महीना कमाता और 12,000 घर भेज देता। 3,000 में खुद जीता। पर दिक्कत यह थी पैसा आता था पर कभी टिकता नहीं था। कभी बीवी बीमार, कभी बच्चे की फीस, हमेशा कर्ज में डूबा रहता। एक रात भूकंप आया, बिल्डिंग गिर गई, साइट बंद हो गई। संजीव की नौकरी एक ही रात में चली गई। जेब में सिर्फ 380 रुपए बचे थे। सोचा अगर टिकट लिया तो बच्चे की किताब कैसे आएगी। बिना टिकट ट्रेन में बैठ गया। 4 घंटे बाद टीटी आया, बोला टिकट दिखाओ। संजीव ने हाथ जोड़ लिए, बोला साहब साइट गिर गई, नौकरी चली गई। टीटी ने उसके हाथ देखे, छाले पड़े थे, आंखों में पानी था। बोला सुन तू मेहनती है पर सिर्फ मेहनत से अब जिंदगी